यो नयाँ पुस्तक हामीसँग प्राप्त भइसकेको छ। सुबिन भट्टराईको यो सुबिन भट्टराईका सबै जस्ता उपन्यासहरू हामीले पढ्यौँ र यो पनि हामी पढ्ने र आफूसँग राख्ने सङ्ग्रहित गर्ने हामी सोचमा छौँ। पुस्तकहरू यसरी व्यवस्थित भएर प्याकेजिङ गरेर यसरी आउँदैन थियो। अहिले चाहिँ व्यवस्थित भएर प्याकेजिङ गरेर आउँछ यसरी प्लास्टिकले ऱ्याप गरेर। यसले पुस्तकभित्रको गोपनीयता कायम गरेको छ। बाहिरबाट भित्र हेर्नु नपाएपछि कौतूहलताका कारणले पनि मान्छेले लिने भएको छ। हेरौँ भित्र भयो। अब पुरा यो अध्ययन गरिसकेपछि है मेरा लागि अङ्ग्रेजी अल्फाबेटको एक्स जति मामुली पनि थिइन। प्रेमिका भुपु हुन सक्लान् तर प्रेम भुपु नहुँदो रहेछ। प्रेमिका जिन्दगीबाट हिँडेर पर पुग्लान् तर उनीहरूसँगका सम्झना हृदयको कोमल कुनामा मधुरो सङ्गीत बनेर गुनगुनाइराख्दा रहेछन्। मभित्र उप्रति अझै पनि उत्तिकै प्रेम थियो जति प्रेम मेरी बहालवाला प्रेमिका हुँदा हुन्थ्यो। हो म महाको पटमुर्ख हुँदहुँ। तपाईहरू जो कोही पनि मलाई निर्धक्क भएर कुनै शङ्का उपशङ्का नराखी मेरो मूर्खताको खिल्ली उडाउन सक्नुहुन्छ किनकि म भुपुको बिहेमा यस्तो आशले आएको छु।